नमस्ते, गुड आफ्टरनून। आज मिति 2083 साल वैशाख 26 गते म आज मेरो बार्पा गाउँको कोटदेवी मन्दिरको छेउमा रहेको भ्यू टावरबाट म यो दृश्य हजुरलाई देखाउँदैछु। यता हाम्रो बार्पा गाउँको ठुलो गाउँको दक्षिणतर्फ हो। यता हाम्रो घट्टे कुला छ, त्यहाँ यता त्यही कुलोको त्यही पानीले हाम्रो स्थानीयको लागि बिजुली निकालेको थियो हाम्रो श्री वीरबहादुर घलेले। त्यो तल देखिन्छ पावर हाउस तल छन्। उता तपाईँ कुलकोङ गाउँ के अरे सरी पोखरी गाउँ हो। पोखरी गाउँबाट यहाँ बार्पा जोड्नको लागि बाटो खनिएको छ। तल मान्द्रे सिलान जोडिन्छ। यो चाहिँ हाम्रो तस्रा तस्राको खेतहरू हो। तस्रा भने अलि माथि चाहिँ अर्कै ठाउँ नाम छ, मलाई याद भएन अहिले। अनि माथि चाहिँ हेर्नुहोस्, त्यो माथि टुप्पोमा चाहिँ तपाईँको मम्चे भन्ने हाम्रो डाँडा छ, डाँडा हो। त्यहीँबाट पछाडि लाप्रा गाउँ छ। यहाँबाट यो बाटोबाट जुन लाप्रा गाउँ जाने बाटो यही हो। यहाँ चियनघाट हुँदै घुम्दै यसरी माथि प्यारी पाखा हुँदै यहाँ पुग्छ। अनि यो हाम्रो धार्ची डाँडा अहिले बादलले छेकेको रहेछ। धार्ची डाँडा यहाँ छन्। एकदमै पवित्र ठाउँ हो। हेर्नुहोस्, यो तस्राको खेतहरू, यता मकै रोपिएको छ। यता तपाईँ यता आएर ठुलो गाउँ बार्पाको गाउँ हेर्नुहोस्। बार्पा गाउँ यहाँबाट देखिन्छ। यो यता तपाईँको स्कुलहरू वार्ड नम्बर 1 हो, वार्ड नम्बर 2 हो। यता वार्ड नम्बर 1 हो। यहाँ यो गुम्बा बनिएको छ। गुम्बा एकदमै विशाल बनाएको छ, एकदमै प्रशंसनीय छ। यो स्मृति भवन 2072 साल वैशाख 12 गते आएको शनिबारको दिन आएको महाभूकम्पको स्मृति भवन बनाएको छ। यता तपाईँको यता बौद्ध हिमाल अलि देखिएको छैन, अलि बादलले ढाकेको छ। बिहान पख खोल्ने गर्छ, बेलुका पनि कहिले खोल्छ। यो तपाईँको धनसिरा गाउँ हो। धनसिरा गाउँको मुनि यता विक्रम पाण्डेले यता हाइड्रो पावरको लागि बाटो खनेको छ। यता यहाँभन्दा माथि पनि यता रुबी नाला पुग्ने गरी त्यो तल ठ्याक्कै मुनि पुग्ने गरी 2टा पावर हाउस बनाउने योजना छ उहाँको। अनि हाम्रो कोटदेवी मन्दिर हो। कोटदेवी मन्दिर यहाँ चाहिँ दसैँमा नवमीको दिनमा यहाँ मार हान्ने गर्छ। एउटा भेडा र एउटा राग हो। अनि यहाँको हाम्रो कोटदेवी मन्दिर यसो टुकले छेकिएको छ। हाम्रो मन्दिर पुरानो ढाँचामै छन्। हाम्रो कोट मन्दिरलाई राम्रो ढाँचा दिनको लागि विशेष अनुमति चाहिने गाउँलेको या मनमा अलिकति यो मन्दिरलाई तोडफोड गरेर नयाँ बनाउनको लागि आउँदाखेरि अलिकति घटना हुन्छ कि भन्ने भावनाले गर्दाखेरि यो मन्दिरलाई अहिलेको नयाँ ढाँचा दिएर हाम्रो विशाल मन्दिर भवन बनाउन सकिएको छैन। यहाँ टावर छ हेर्नुहोस्। यता चाहिँ तपाईँको घ्याचोक गाउँ हो। घ्याचोक गाउँ यहाँदेखि उता तपाईँको यता गएर के अरे यो सिरण डाँडा देखिन्छ। त्यहाँदेखि उता भच्चेक देखिन्छ। यो यसरी हाम्रो तल चाहिँ गोर्खा जग्गा गइन्छ यहाँ बाटो चाहिँ। धन्यवाद। म पुरुषले धन्यवाद। म बार्पाकी हो निवासी, वार्ड नम्बर 1 हो। यो तपाईँले एउटा घर देख्नुहुन्छ तल यहाँ एउटा यो अलगाङ गाउँ हो। बार्पाको वार्ड नम्बर 2 पर्ने। धन्यवाद।